विनरको नाम हामीले लिनेछौँ कमेन्ट्स भरि सम्पूर्ण हाम्रो 8 फाइनलिस्टको नाम हामीले देख्दैछौँ तर यहाँ उपस्थित सम्पूर्ण हाम्रो गेस्टहरू प्लिज गेस्ट गर्नु होला को हुन्छ त द भोइस किड्स सिजन 5 को यो विनर Team Bangladesh Suvarsna Karkakese. Congratulations, Suvarsna! The first kids, season 5. winning coach Team Wonderland Suvarsna Karkakese. Congratulations! शनिबार राति ठीक 11 बजे हामीले घोषणा गर्यो द भोइस किड्स सिजन 5 Team Wonderland Suvarsna Karkakese is the winner of the Voice Kids Season 5. Congratulations to all our finalists. ट्रफी चेक र यहाँले जे जे लिनुभएको छ त्यो लिएर यहाँ हाम्रो ट्यालेन्टहरूलाई प्रदान गर्नको लागि यहाँलाई हामीले स्टेजमा आमन्त्रण गर्न चाहन्छौँ सो कङ्ग्रेचुलेसन्स एभ्रिवान You all are the winners. Congratulations to all our finalists. यतासम्म हजुरहरूले सम्पूर्ण नेपाललाई प्राउड बनाउनु भएको छ हजुरको घर परिवारलाई पनि धेरै प्राउड बनाउनु भएको छ र हामी हजुरलाई एउटा सानो जेस्चर वेमा सम्मान गर्न चाहन्छौँ हाम्रो सरहरूलाई रिक्वेस्ट गर्न चाहन्छु उहाँहरूलाई हामी खादाका स्वाद जेस्चर यो सानो एउटा छ र उहाँहरूलाई हामी कङ्ग्रेचुलेट गर्न चाहन्छौँ एन्ड अफ कोर्स congratulations to our winner right here Suvarsna Karkakese from Team Bangladesh. Amazing. यो सँगसँगै हाम्रो The Voice Kids Season 5 को यो most awaited moment has been right here in front of you. Let's give it up for Team Bangladesh and Suvarsna Karkakese. कोच वाङदेङको पहिलो अनुभव र पहिलो अनुभवमा नै विनिङ कोच बन्नुभएकोमा कोच वाङदेङलाई पनि धेरै धेरै बधाई छ सुभाषना ट्रफी अलिक म मिलाइदिन्छु अघि मैले कस्तो मिलाएर लिएर आएको थिएँ है सो दिस इज द भोइस सो कस्तो लागिरहेको छ बिइङ अ विनर अफ द भोइस किड्स सिजन 5 I'm feeling very great. अब expectations त लिएर सकेसम्म जो भयो नि एटलिस्ट टिम वानलाई त जिताउनु पर्छ भनेर म र क्रिएसनले फेरि मेन्टली प्रिपेयर्ड भइसकेको थियो एन्ड अब मैले नै जित्दा त आइएम लाइक ओभर द मुन म त बयानै गर्न सक्दिनँ साँच्चै भने सो थ्याङ्क यू एभ्री वान जसले मलाई सपोर्ट गरिदिनु भएको छ एन्ड थ्याङ्क यू वाङदेन सर फेरि पनि एन्ड आई थिङ्क मैले हिस्ट्री नै बनाएँ वान चेक टर्नले भोइस किड्स जितेको सो फेरि पनि थ्याङ्क यू सबैजना
So congratulations Subhasna, and yes, congratulations Coach Wang then. So okay, overall winning coach भइसकेपछि अनुभव कस्तो भइरहेछ अहिले being a winning coach? मलाई त अनेस्टली भन्दा तपाईँले नाम अनाउन्स गर्दा म खास सपना जस्तो फिल भइरहेको थियो कि तपाईँले नाम भन्नुभयो मैले त त्यो रियलाइज पनि गरिन अलिकति टाइम लाग्यो म सर्वप्रथम त यो जित खास सुभाषनाको हो मञ्चमा आएर उसले सिङ गर्यो यसरी जुन वेमा उसले गायो जुन वेमा उसले आफ्नो ग्रोथ उसले पोसिबल पार्यो यो चाहिँ सर्वप्रथम उसकै हो उसलाई म कङ्ग्रेचुलेसन भन्न चाहन्छु उसको फ्यामिली सम्पूर्णलाई त्यसपछि म सबै दर्शकहरूलाई जसले भोट गर्नुभयो टिम अमेन्टकोलाई उहाँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु र विजेताको घोषणा सँगसँगै मौसमले पनि बधाई दिएको छ एकदमै मजाले पानी पर्न थालिसकेको छ बाहिर त्यो आवाज हामीले सुनिरहेका छौँ सो कङ्ग्रेचुलेसन्स कोच वाङदेन एन्ड सुभाषना वान मोर टाइम यस र कति धेरै प्राइजेसहरू पनि पाइरहेको छ सुभाषनाले क्यास प्राइज सँगसँगै धेरै हाम्रो स्पोन्सर्सबाट टन्नै नै चेक्स टन्नै नै गिफ्ट्सहरू पाइराख्नु भएको छ र धेरै पनि बधाई दिन चाहन्छु फेरि पनि थ्याङ्क यू म्याम So I guess it's time for a celebration. It's a lot of things happening. ओके अब हाम्रो फाइनलिस्ट र हाम्रो स्पोन्सर हिमालय टेलिभिजनका हाम्रा चेयरम्यान सर एक्जिक्युटिभ सरहरूसँग हामी एउटा फोटो सेसन गर्नेछौँ अनि त्यसपछि बाई बाई पनि हामी भन्नेछौँ कङ्ग्रेचुलेसन्स वान मोर टाइम लेट्स गेट प्रिपेयर्ड फाइनलिस्टहरू त्यसै गरी हामी सबैजना फोटोसुटको लागि तयार छौँ है त